दाजु के हुँदैछ आज चाहिँ यहाँ गोर्खा चौतारीको हाम्रो ठेकदार अनि मामाहरू ओनरहरू खुसी हुनु भएर पार्टी दिनुभएको छ खानु लागिरहेछ है यो चाहिँ स्पेसल्ली बाटोको ढलान सकेको खुसियालीमा हो बाँकी खुसियाली त धेरै अझै बाँकी नै छ आनन्द भाइ तिम्रो के हुँदैछ के जाँदैछ के छन् के भन्न चाहँदैन जाने छैन खान्छ हाम्रो एउटा भाइहरू एकछिन बसौँ है आमाको मुख हेर्नु दिनु भन्दाखेरि घरमा फोन गरेर आमा एक बोतल लस्सी राख्ने भन्ने आउँदै थियो आमाको मुख हेर्ने भन्दै जाने घरमा गएर नानीको आमा खाने हेर्ने है खाबै खावाले फेरि प्लेट धुनेमा पर्ला अब खाने हो यो त हाम्रो शब्द बोल्नुपर्छ कि भन्नु भन्नु न कस्तो हुँदैछ भात राखेर भए पनि बोलौँ मिठो छ नि होइन खानु न पहिला हेलो सर के छ हौ एकदम ठिक छ सर खाना पाइरहेको दामी हुँदैछ नि है कडक माल होइन